के छ भने धान रोप्नुभन्दा पहिले यहाँ सबैजना रमाइलो गरेर यहाँ चाहिँ हेरौँ यिनीहरूको आज असार 15 गते धान रोप्ने दिन धान दिवस तपाईँहरूले कसरी मनाउनु भयो। हामी चाहिँ यसरी सबै जग्गाहरू तयारी पारेर बिउ पनि लगभग सबै उखेल्ने बेला भइसक्यो हुँदाखेरि हामी यसमा चाहिँ रोप्नुभन्दा अगाडि एउटा सानो रमाइलोको लागि हामी खेलको आयोजना गर्यौँ, जसमा बोइज ग्रुप सबैभन्दा पहिला डोरी तान्ने, जुन हेरिराख्नु भएको छ भिडियोमा, यसरी डोरी तान्ने गेम कसले जित्ने हो भनेर हामी चाहिँ यसरी आयोजना गरेको थियौँ। जसियो रमाइलोको लागि हो, त्यति बुझिदिनु होला। यसमा चाहिँ एकदमै रमाइलोको साथ सबैजना सहभागी भएर खेलमा आनन्दका साथ यिनीहरू सहभागी हुँदैछन्। त्यस पछाडि अब गर्ल्सको टिम पनि आउँदैछ। धान रोपाइ एकदम डोर टानाटानी चलिरहेको छ कार्यक्रम। मतलब धान रोपेपछि पहिले त्यसमा पनि सेम खेल यही नै दोहोरिने छ, डोरी तान्ने। के छ भने धान रोप्नुभन्दा पहिले यहाँ सबैजना रमाइलो गरेर यहाँ चाहिँ हेरौँ यिनीहरूको सबैजना लडीबडी गर्दै रमाइलो आनन्द लिँदै हामी असार 15 को सुरुवात यसरी हामी गर्न गइरहेको छौँ। यसरी सबैजना सहभागी भएर सबैले डोरी तान्ने काम, कोही जित्यो कोही हार्यो भन्दै एकदम आफ्नो पक्षबाट भोटिङ पनि दिइरहेको छ। तपाईँहरूले प्रत्यक्ष एकदम भिडियोमा हेरिराख्नु भएको छ। यो यसरी सबैजना रमाइलोसँग डोरी तान्ने काम एकदमै रमाइलो भइसके पछाडि हामी सबै पछि एकदम फेरि पनि यसमा अब मटका फोर भन्ने कार्यक्रम पनि थोरै सानो राखेको थियो, जसमध्ये पनि अब मटका कुन दिशातिर कहाँ गइरहेको छ भने थाहा थिएन, तर चाहिँ 2-4 फन्का लगाइसक्दाखेरि दिशा चेन्ज हुने जस्तो महसुसले गर्दाखेरि कतादेखि कता फर्केर लट्ठी हान्ने कार्यक्रम हुँदाखेरि उहाँहरू सबै आफै पनि अचम्मित हुनुहुन्छ कि मैले वास्तवमा कतातिर मैले फोरे, वास्तव सही दिशातिर प्रयास गरिसके पनि हेरिराख्नु भएको छ। यो भिडियोमा हाम्रो अर्को सर एकदम आइराख्नु भएको छ, सही दिशातिर मोड लिइराख्नु भएको छ उहाँले, तर उहाँको सफलता पनि असफल हुन गइरहेको छ। यसरी हामी मटका फोर सानो कार्यक्रम राखेको छौँ। फेरि पनि अर्कोजना सहभागी भयो, तर मिस्टेकली अर्कोतिर सबैजनाको जस आफ्नो टार्गेटभन्दा अरूतिरै लट्ठी हान्ने यसरी यसरी भइरहेको छ। जो भए पनि हामी दर्शकहरूलाई चाहिँ निकै नै रमाइलो हुँदैछ असार 15 को। यसरी फेरि अर्को हाम्रो सहभागी पनि जोडिसक्नु भएको छ। यसमा चाहिँ आफ्नो गन्तव्य पुरा गर्नको लागि प्रयास त निकै जारी छ, तर फेरि पनि असफल उहाँ हुनुभएको छ। जस हेर्ने मान्छेलाई चाहिँ निकै नै उत्साहित र रमाइलो प्रदान गर्दै हामी र लास्टमा एकजना विद्यार्थी भनौँ अब झन्न आफ्नो उद्देश्य पुरा गर्न गइरहेको थियो। यस खेलपछि हामी फेरि आफ्नो बिउको लागि हामी सबैजना जुट्यौँ। बिउ खेलिसकेपछि रोप्न कार्यक्रमको लागि हामी अगाडि बढ्यौँ। यसरी यो मैले पनि थोरै हातमा बिउ लिएर यसो अब रोप्न गइरहेको छु र सबैजना पनि सबै मिलेर हातेमालो गर्दै यो खेतलाई भरिभराउ गर्नको लागि रोपाइ कार्यक्रमलाई हामी अगाडि बढाउँदैछौँ। यसरी रोपाइ पनि हामी सँगै रमाइलो गर्दै आजको असार 15 रमाइलोपूर्ण हामी बनाउनको लागि सबैजना सहभागी भएर हातेमेलो गर्दै खेतमा छुपु धान रोप्दै खेतलाई भरिभराउ गर्दै आजको हामी धान दिवस असार 15 गते मनायौँ। तपाईँहरू कसरी मनाउनु भयो होला प्लिज कमेन्ट गर्नुहोला र सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।